बिराजा बहिनी रामदेव बहिनी हाम्री बहिनी अगाडि आउनुस् अगाडि आउनुस् अगाडि आउनुस् बिराजा बहिनी अगाडि आउनुस् अगाडि आउनुस् नलजाउनुस् हसिली बहिनी देवाराम बुवा की हजुरहरु की अनि प्यारी बहिनी की उहाँको लागि जोरदार ताली बजाएर बसौँला। बुवा मम्मी नववर्ष 2083 सालको पनि हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद। मेरो नाम चाहिँ बिरजा कार्की र मेरो मम्मी बाबा पनि विगत केही दिनदेखि चाहिँ निरन्तर यहाँ आइराख्नु भएको छ र यहाँको माया यहाँको सेवाबाट प्रभावित भएर चाहिँ बाबाले एउटा नुगा बेस्ट शुभकामना भनेर चाहिँ एउटा कविता लेख्नु भएको छ। यस अनुष्टुप छन्दमा रहेको नुगा बेस्ट शुभकामना कविताको चाहिँ मैले वाचन गर्न गइरहेकी छु। टौदहमा नुगा बेस्ट कति राम्रो सेवा अनि थेरापी स्वास्थ्यको लागि निशुल्कैमा रहेछ नि। थर्मल थेरापीमा तत्त्व सेरामिक भराइने तापको सारले सुस्तै उपचार गराइने 24 बिन्दु हुने रहेछन् मेरुदण्ड जरामहा एन्फोर थर्मल बेडैमा सुत्दा जस्तो हुने कहाँ। जैविक बेल्ट अनि सँगै फाइबर प्रयोगले सारा शरीरमा जाति हुने रोग सबै ढले। एन्फोर थर्मल बेडैमा टर्मनियम पत्थर तताई मेरुदण्डैको नसा सेक्नु परिभर घुँडा गोडा तथा ढाड दुख्ने र दम पत्थर पाइल्स टन्सिल जन्डिस वायु गानो र अल्सर पिनास हर्नियाबाट कब्जियत र प्रेसर 50औं रोगको नाश हुन्छ यसकै परेभर। यहाँहरूको पनि विभिन्न रोगको नाश भइरहेको छ होला नि है। इन्फर्मेसनमा चल्ने टर्मनियम बलेपछि कति मजा हुने रहेछ लम्प साह्रो परेपछि। हो कि होइन बाबी? मेरुदण्ड जरा हाम्रो स्वास्थ्यका यी नसा सब जोडिएका हुँदा रहेछन् शिरदेखि पर्यटक। बुढा बालक सबैलाई हित गर्नेछ ओखती यसको सेवन गर्नाले रोग भाग्ने भए जति। सपना श्रेष्ठ जीव कस्तो बडो पुण्यवती अनि जसका कारणले यस्तो सञ्चालित रहेछ नि। यहाँ सेवा दिने बाबु नानीहरू जति सब प्रेमी मुस्कानले माया दिने हाँस्दै सदा जब। विजया सुनिता रूपा अभिषेक आहा कति हसिला रसिला राम्रा मायालु र गुडियती। देख्दैमा रोगको पीर आधै घट्ने रहेछ नि। एन्फोर थर्मल बेडैमा सुत्दा मजा हुने अनि सपना म्यामको निष्ठा नुगा बेस्ट छ गम्भीर यसको समृद्धि भई नित्य मौला होस् सबैतिर। यही शुभकामना दिन्छु दिलैदेखि खुसी अब सबै सदस्य सुखी हुन् जो जोडिन्छ सगौरव। सबै सदस्य सुखी हुन् जो जोडिन्छ सगौरव। धन्यवाद।